पर्सा क्षेत्र नम्बर 1 मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अनिल रुङटालाई जेन जी युवाहरूले भव्य समर्थन जनाएका छन्। क्षेत्रका सबै वडाबाट उल्लेखनीय संख्यामा सहभागी युवाहरूले रुङटाको उम्मेदवारीलाई आफ्नो भविष्यसँग जोडिएको निर्णय भन्दै एकजुट समर्थन घोषणा गरेका हुन्। भेलालाई सम्बोधन गर्दै उम्मेद्वार रुङटाले जेन जी पुस्ता राष्ट्रको वर्तमान र भविष्य दुवै भएको उल्लेख गरे। युवाको ऊर्जा, सृजनशीलता र प्रविधि मैत्री सोचलाई विकासको मूलधारमा समेट्नु पर्नेमा जोड दिँदै उनले शिक्षा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रवर्धन र डिजिटल अवसर विस्तारका लागि विशेष कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। पर्सा क्षेत्र नम्बर 1 लाई युवा मैत्री, अवसरयुक्त र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गरिनेछ, उनले भने। कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता शेष हजाराले रुङटाको जित नै जेन जी युवाहरूको जित हुने धारणा राखे। युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै उनले परिवर्तनको नेतृत्व गर्न रुङटा उपयुक्त उम्मेद्वार भएको दावी गरे। भेलामा सहभागी युवाहरूले समृद्धि, पारदर्शिता र अवसरको समान पहुँचलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन्। जेन जी युवाहरूको तर्फबाट बोल्दै सहभागीहरूले सुरक्षित, सम्मानित र अवसरयुक्त भविष्य सुनिश्चित गर्न नीतिगत सुधार अपरिहार्य रहेको औल्याए। उनीहरूले रुङटाको नेतृत्वमा नयाँ ऊर्जा र नयाँ सोच सहितको राजनीति स्थापित हुने विश्वास व्यक्त गरे।